बीचमा कुराकानी के भयो हाम्रो नातिनी जोइ जस्तै लाग्यो मलाई उहाँ चाहिँ अनरबाट चिनिँदो रहेछ शिर ठाडो हुन्छ नि यता बस अनि यतैतिर राख्नुहोस् तपाईँहरू के छेउमा राख्नुहोस् म बसिहाल्छु नि थाकेर आए जस्तो हुनुहुन्छ कताबाट आउनुभयो कुन ठाउँबाट कुन जिल्लाबाट आउनुभएको छ होला तपाईँहरू के सोध्नुहुन्छ कि हजुरले सोध्नुभयो हामी खोटाङ जिल्लाबाट आएको हजुर जहाँ अब फुल छ भने त्यही भमारा हुन्छ अरे त्यसै सोध्नु त त्यो फुल फुलेको भनेर त सोधेको छैन के को लागि आउनु भएको सोध्नु पर्यो भनेर नि हजुर किनेर पाइने उयो होइन मागेर पाइने अनि माग्नुपर्ने आर्थिकको लागि यति नै हजुर हामी त्यति जान्दैनौँ पनि भन्नु हजुर गार्डन मालिकको हो गार्डनको चाहिँ को रहेछ भन्ने कुरो उहाँहरू हुनुहुन्छ तर वास्तविकमा नसो पहिलाउनेबाट अगाडि चाहिँ म पनि भयो होला त्यस कारणले अग्रज भएर मैले बोल्दाखेरि बा मेरो कुनै गल्ती छ कि र हजुरहरू बन्तवा तले सिनेमा बन्तवा अब हामी चाम्लिङ पर्यौँ ओ ल ल सरी पुरा जान्दा एक एउटा बुझिन्छ तर सबै हजुर पर्वतीबाटै ठोक्नु न है के गर्छ है हामी हुँदा हुँदा यी बाजे काकाहरू बोल्नुहुन्छ भनेर बा रिस उठ्छ र हेर्नुहोस् खोटाङबाट आउनुभएछ यत्रो नदी नाला पनि थियो होला काटेर आउनुभएछ के को लागि आउनुभएछ भन्ने कुरो अलि फुल फुलेछ भन्ने कुरो गर्नुभयो फुल त फुलेछ कस्तो फुल फुलेछ होला हजुर फुलेको तर पनि जुन हामीलाई हाम्रो छोरा भतिजहरू उहाँ नै हो अब केटाको बुबा मेरो भाइ उहाँ नै हो काका म उहाँ साना बुबा उहाँको सबै परिचय म दिँदैछु ल हजुर हजुर मेरो त्यसरी हजुर जुन इच्छा परेको त्यो हजुर बोट पनि बाँची राखोस् अब फुललाई चाहिँ लगेर अर्को फुल पनि फुल्छ त्यहाँ भन्दै फुल टिपेर लान्छौँ भन्ने त्यो खालको हामीले एउटा संस्कारलाई छुवाएर बसाएर लानुको लागि हजुरले जुन किसिमको चाहिँ एउटा ल्याउनु हुँदैछ यसरी ल्याउँदै जाँदा थुप्रै होला तर अब हामीले चाहिँ अब के कस्तो किसिमको हामीले फुललाई चाहिँ मन पराइसकेपछि त्यसको संस्कार त हामीले त्यो संस्कार हजुरहरूले भनेपछि गाजी आमालाई एउटा हामी यो तरिकाले आएको छौँ है हजुरहरूको लागि हजुरहरूसँग भनेर टक्राउनु चाहिँ हजुरहरूले पनि बोल्नुहोस् न अलिकति होइन हजुर अब यो कस्तो छ भने संस्कार अलिकति आफ्नो आफ्नै छ हजुर हामी संस्कारको धनी अब के छ हामीले जोडी के लिएर चाहिँ यहाँ राखेर गर्नुपर्ने नै होइन आफ्नो संस्कार हुन्छ हजुर हामीले के जोडी एउटा के हजुर जोडी पहिले आमा र बुवाको लागि गाजी र गाजी आमाको लागि हामी यसकारण ल्याएको छौँ है हजुर यो चाहियो भनेर हजुरहरूले भन्नुभयो भने हामी त्यसमा चाहिँ उहाँ पढ्नु हुँदैछ हाम्रो फुलको मम्मी चाहिँ कहाँ हुनुहुन्छ मेरो छोरी लो तपाईँहरूले त राम्रो फुल हुर्काउनु भएको रहेछ अरे होइन राम्रो फुल हुर्काउनु भएको रहेछ उहाँहरूलाई मन परेछ भुवा र सुहार कुरा नगरौँ उहाँहरूलाई मन पर्छ तपाईँहरूको बगैँचाको फुल अजम्बरी फुल रोप्नु भएको रहेछ उहाँहरूलाई साह्रै मन परेछ र के हो त्यो फुललाई बोटलाई चाहिँ जस्तै राखेर अनि त्यो फुलको ठुङ्गा चाहिँ हामीले दिनुहुन्छ कि भनेर एउटा बाध्यता बस सुन्नीमा पारुहाङले बसाएर लिएकोले गर्दाखेरि तपाईँहरूसँग एउटा क्षमा प्रार्थी हजुरहरूले हामीले प्रदान गर्नुहुन्छ कि भनेर उहाँहरूले तपाईँहरूमाथि एउटा प्रणाम गरिरहेछ के कसो गर्नु पर्यो
अब त्यो त अब सोध्नुपर्छ होला नि त फुल के भन्ने हो कर्नाबाट आएको के हो मलाई थाहा छैन होइन अब मै बोल्छु ढाकै बोल्नुहोस् फुललाई पनि टिप्नु जाँदा फुलले पनि यसो अलिकति हल्लियो होला नि यसो गर्ने हो भनेर हुन्छ हुन्छ त भन होला नि हावाले हल्लाए पनि जसले हावाले हल्लाएको नि एउटा मायाप्रतिले हल्लाएको हुन्छ हुन्छ भनेको त्यो भनेकै होला र त आउनु भएन होइन त्यस कारणले आउनु भएको रहेछ अब के गरौँ त हजुरहरू अब के गर्नु त हामी अब के बोल्नु पनि आउँदैन नाम पनि भन्नु पर्यो अजम्बरी भइसक्यो होइन यो छुनुहोस् न ल तपाईँहरूले रिसिभ गर्नु यो चाहिँ स्वीकृति मात्रै तपाईँहरूले दिनुपर्छ भनेर यो लानु लगेर खनाउनु अर्को चिन्नु छ ज्वाइँ चेला अनि हामी भन्दा तपाईँहरू खराब बटारिएको मान्छेहरू अलिकति जान्नुपर्छ है अब हाम्रो रिट 24 त अब यो एन्गेजमेन्टको हाम्रोमा हुँदैन के अरे अब हाम्रो चाहिँ सिक्कल खोलादेखि वारिपट्टिको र त्यो हुनु त तपाईँहरूको रित हो त्यो सही कुरो हो अधिकार तपाईँहरूको हो तपाईँहरूले भनेको चाहिँ हामीले त भन्ने अब जरुरत छैन हामी त एउटा दुध मावली मात्रै हौ माग्ने बेला भएको यो लाउमासँग अब यहाँ आउनु यहाँ अब बाबुआमा मावालेहरूले त अब हामीले त उहाँहरूलाई हेर्नुहोर गरिसक्नु तपाईँको के मेरो त जाने मन छैन तपाईँहरूले दिएर हुन्छ ल भन्नुहुन्छ कि भनेर सेरो भाउने अलिकति यो राख्नुहोस् अलिकति सारिदिनुहोस् तपाईँले टेक ओभर गर्नुहोस् छुइदिनुहोस् ल भयो अनि यो हातमा दिनुहोस् खुसी रहेछ नि अब हामी खुसी छौँ होइन ओके छ सबैले ताली बजाऊ एकछिन अब यो रिसिभ गर्नु झर्नु हो त म जाँदैछु अब के गर्नु त भन्नुभयो है ल दुइटै मन परापर भएछ अब तपाईँहरूले के गर्नु हामी तपाईँ ल यता आउनुहोस् जाँदैछ पर्सिको दिनमा तपाईँहरूको छोरीचेली त यस्तो रहेछ भनेर हामी माथि अब्जेक्सन आएको हुनु पर्दैन काका बाबुहरूमाथि आएको हुनु पर्दैन मेरो हाम्रो छोरीचेली हाम्रो नातिनी कहीँ गयो भने पनि तपाईँहरूले गोहो देखाउनु पर्दछ यो ठाउँमा गयो यो घरमा छ भनेर देखाउनु पर्छ तपाईँहरूको चित्त नबुझेको कारणमा हाम्रो छोरीचेली र नातिनी गयो भने यो ठाउँमा छ हामीले यस्तो गरेर यहाँ है आजदेखि तपाईँहरूको जिम्मा र जसले जसको घरमा छ उही जिम्मा भएर तपाईँहरूले ठेगान लगाएर हामीले ह्यान्डओभर गर्नुपर्छ नभए त्योभन्दा पहिलेदेखि अब तपाईँहरूलाई आजदेखि तपाईँहरूको जिम्मा है हामी स्वीकार छौँ हाम्रो चाहिँ अब हजुरहरूको छोरीचेली हाम्रो आफ्नै छोरीचेली जस्तो छोरीको रूपमा चाहिँ हामीले राख्नेछौँ होइन अब सम्पूर्ण अब जे जस्तो छ हामी अब दुःख सुख एउटा परिवारमा सेयर गरेर बस्नेछौँ होइन अब महिलाले पाउने अधिकारहरू अब सबै कुराहरू नै अब उपलब्ध हुनेछ यथाशक्य अब जगेरमा त तपाईँहरूले नै गर्नु पर्यो होइन जगेरमा भनेको अब एउटा हजुरहरू भनेको एउटा शिक्षित मान्छे स्वीकार गर्छु र यो पनि म विश्वास गर्छु हाम्रो छोरी तपाईँहरूसँग जाँदाखेरि एकदम सेफ रहनेछ र प्रगतिको उन्नति हुनेछ प्रगतिमा जानेछ होइन सुखी शान्ति परिवारमा बस्नुहुनेछ भन्ने पनि म अठोट विश्वास गर्छु एकदम हुनेछ 100%।
अब काम कुरो त त्यति बा जान हामी सिकाउँछौँ सजाउँछौँ उमेर ठुलो भए पनि व्यवहारमा अब केटाकेटी नै छन् भोलिको दिनमा यस्तो यस्तो नजान्ने रहेछ तिमीहरूको छोरी चाहिँ पकालको आउँछ नजानेको नबुझेको कुरो हामीले पनि सिकाउँदै लानुपर्छ उहाँले सिक्नुहुन्छ जान्नुहुन्छ बुहारी हो उहिलेको मान्छेहरू चाहिँ भन्थे अरे मारे पाप पाले पुग्ने भनेर अब अहिले चाहिँ त्यस्तो भनिँदैन त्यस्तो चाहिँ नहोस् होइन राम्रो होस् जिनी जिनी सात जिनी राम्रो होस् भन्छु म चाहिँ अब किनभने अब यो 2 दिनको लागि आज बिहा गर भोलि अहिले त त्यस्तै पनि चलनहरू छ नि त त्यस्तो नहोस् कति कुराहरू जान्दैन होला आफ्नै अब सम्झेर सिकाउँदै सघाउँदै लानुहोस् के भन्नु अब हामीले त होइन उनीहरू खुसी भएर बाँच्नु पर्यो राम्रो गरेर खाने भविष्य राम्रो होस् त्यति हो मेरो आशीर्वाद मेरो धेरै धेरै आशीर्वाद छ आशीर्वाद अहिले हाम्रो परिवारमा सबसे पुरानो मेरो काकी हुनुहुन्छ हो मेरो काका हुनुहुन्न मेरो बाबु त पहिल्यै बित्नु भएको अनि सबसे पुरानो मेरो काकी हुनुहुन्छ अनि काकीको आशीर्वाद हाम्रो छोरी र ज्वाइँले लिनु धेरै जरुरी छ गल्तीहरूलाई पनि सुल्झाएर सिकाएर सघाएर गरेर जस्तै भन्नु अनि अलिकति अब छोरीहरू अर्का घर गएपछि यस्तो आफ्नो माइतीघरलाई त्यागेर अनि पराई घर आफ्नो बनाउनलाई अलिक गाह्रो हुन्छ त त्यो समयमा चाहिँ तपाईँहरूले अलिकति सहयोग गर्नु होला यति नै हो मेरो महिला हाम्रो छोरीको देवा नै हजुरको सम्धि दुई शब्द नानीहरूको लागि र हाम्रो हजुरहरू आउनुभयो हाम्रो घरद्वारमा परम्पराहरूलाई यसरी बचाएर लग्यौँ भने मात्रै थाहा हुन्छ होइन भने थाहै हुँदैन अन्त हाम्रो त यति भएको छ कि मतलब कसरी मागेर जाने कसरी गर्ने हाम्रोमा खास गरी किराँतीमा अलिकति रीतिहरू फरक छ अब हाम्रोमा चाहिँ हाम्रोतिर चाहिँ त्यसो माग्नु जाँदाखेरि एउटा मटिया रक्सी 1 रुपियाँ राखेर माग्नुहुन्छ रुपियाँ राखेर माग्नुहुन्छ अनि त्यहाँदेखि मागेर जाने हाम्रो त फेरि हाम्रो जातिमा चाहिँ हाम्रो किराँतीहरूमा राईहरू चाहिँ एकदमै फ्लेक्सिबल हामी बान्तावाहरू चाहिँ एकदम फ्लेक्सिबल छौँ जस्तो कि अब केटाकेटी मिल्यो भने त्यही लिएर पनि जानु सक्छ अनि बाँकीहरू मात्रै ख्याल गर्ने सोचिन्छ तब कुरा बिग्रिन्छ त्यस्तो नहोस् एकदम राम्रो तपाईँको हुनु त काङमाङमालाई तपाईँको खोला पासहरू रहेछ काङमाङमालाई सक्दो हुन्छ मतलब त्यो हुन्छ तपाईँको आफै हिम्मतवाला दिमागवाला चाहिन्छ हो तर हामी काङमाङ छहरू हो नि बान्तावा पनि काङमाङ छहरू एकदम फेरि बुझ्ने पनि हुन्छौँ तपाईँहरू पनि पहिला खोला पासा भनेपछि त एकदम काँचोमा गनिनेहरू हो नि होइन चाम्लिङमा खोला पासा भनेपछि एकदम उहरूमा गनिन्थ्यो पहिला चाहिँ त्यो त पहिलाको कुरो हो पहिला त विश यू अल द बेस्ट अनि विश यू अ भेरी भेरी ह्याप्पी भेरी लाइफ ल गरेर बस्नु राम्रोसँग तेरा आशीर्वाद हामीले बरु दुःख पाए पनि हाम्रो छोरी चेलीले दुःख नपाओस् भने सबैको त्यही हो होइन त्यही भएर चाहिँ अब सुन्ती दिएको छौँ आजदेखि फलो फुलो राम्रै सुन्न पाऊँ राम्रै भयो होइन पाऊँ यति नै आँखा बीचमा
कुराकानी के भयो तिमी र म सन्तलाई हामी कहिले भन्ने हो आँखा आँखा बीचमा कुराकानी के भयो मेरो मनको डोरियो तिम्रो मनमा अल्झियो औँठी लाउने हो कि मायाको चिन्ह साटासाट गर्ने माला लगाइदिने हो कि के हो छोरी र ज्वाइँको हुँदैछ त्यस कारणले तपाईँलाई चाहिँ रोगेको दैव सञ्जोगलाई लाइट पनि गएको तपाईँ पनि ढिलो भएको त्यही कारणले गर्दाखेरि भेट पनि भयो चिन्नु है फेरि पछि भविष्यमा पनि यस्तै हुनुपर्दछ अनि त्यसकै उदाहरणमा हामी बाउ माइती मावालीहरूलाई पनि तपाईँहरूले हिमालय मान्नुपर्दछ यो होइन कि अब हामी त भइगयो बाबुआमा माइतीहरू बाजे बजेहरू यस्तै हो कोही भूत प्रेत आउँछ र केही कसो बाटो छेक्छ भने खुकुरी पनि लगाइदिनु भूत प्रेतले बाटो नछेकोस् आयो भने एक खुकुरीले फाँडिदिने भनेर चाहिँ लगाइदिनु सबैले ताली बजाइदिनु त ज्वाइँले हो सधैँ यो फुलको बासना जस्तै यो माला जस्तै सदा सदा खुसी रहनु होला है सबैले ताली बजाउनु त केक काट्दाखेरि हामी हजुर हाम्रो नातिनीको दाजुभाइहरू जति हुनुहुन्छ हाम्रो नातिनीको मम्मी र आमा र काका उपस्थित भएर यो ग्रहण गरिदिनु होला भन्ने म अनुरोध गर्दछु तपाईँहरूले सबैले हामी किन भेला भएका छौँ हाम्रो नातिनीहरू लाँदैछ हाम्रो छोरीचेली लाँदैछ हामीले पनि अलिकति मुख मिठाउनु पर्छ कि क्या हो कस्तो हो भनेरमाथि यो प्रदान गर्नु हुँदैछ तपाईँहरूले टेक ओभर गरिदिनु होला नमस्कार गरिदिनु होला लो अब सबभन्दा सम्धि अब आजदेखि चिनजान भयो आउने जान तपाईँको सम्धिनी असली सम्धिनी उहाँ हो काका उहाँ हो सम्धि उहाँ सम्धि म चाहिँ दरै परे सायद नापमा परे म मावलीतर्फ नापमा परे ल एक मुष्टमा काकै होइन म दुध मावलीपट्टिको बाजे ल यता बजुहरू ढुडी जति लामो भएर पनि भरे गाँठो त एउटै हो बरु यसैले पहिले चेन्ज हो त्यहाँबाट प्लास्टिकको चाहिँ लिनु न स्ट्याक नल्याउनु पर्छ भयो भन्न हजुर एकदम भाउजू भित्र चाहिँ कस्तो भयो
तिम्रो लागि उडेको बतास मेरो सासमा मिलाइदिनु होला तिम्रो लागि गुन्जेका तरङ्गा मेरो गीतमा सजाइदिनु होला नुगले छाए जका छमर सजियाका जित तोते मतेना ओ मतिना नुगले छाए जका छमर सजियाका जित तोते मतेना ओ मतिना आँखा आँखा बीचमा गरी होला अलमलाई होला नगर्नु होला कसो हो नाति हामी त माओवादी हो शुभ यात्रामा नरहनु भन्दैछ है कसैले नरहनु उहाँहरूको पछाडि तपाईँहरू आउनुपर्छ हामी त पछाडि मात्रै हुन्छ हजुर यस्तो केही पनि हुँदैन एकदम एकदम छोरीको कर्म कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे छोरीको कर्म कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे यो त तिम्रो एउटा देउछ मम्मी पनि त्यस्तै होला नि तिमी जस्तै होला नि तर त ओके है ओके ल पराया